अब चाहिँ यो चाहिँ सेकेन्ड पार्ट। यो चाहिँ पञ्चकोटको माथिल्लोतिर जुन ठुलो हनुमानको मूर्ति घन्टी भएको ठाउँतिर जाँदाको यो चाहिँ सेकेन्ड पार्ट रहेको छ। यो चाहिँ अब हामी चाहिँ पञ्चकोटको दोस्रो भाग एउटा चाहिँ स्विस मलतिरको भागमा घुम्यो भने अब चाहिँ म तपाईँहरूलाई माथिल्लो जुन ठुलो कति किलोको घन्टी भन्छन् नि त्यो सबैलाई थाहा भएको ठुलो घन्टी छ। यो छ ठुलो, अनि घोडामाथि चढेर हिँड्न मिल्छ होइन, ठुलो हनुमानको मूर्ति छ भन्छ नि, त्यो ठाउँतिर लैजाँदैछु म तपाईँहरूलाई। अनि यता माथि चढ्ने बेलामा पहिला धेरै चेन्ज भएछ। अहिले त्यसरी पानीहरू खाने व्यवस्था होइन, यसरी बाघको शालिग टक्क लाएर यसरी यो सब व्यवस्था यो थियो पहिल्यै। तर यो पानी खाने र यो चाहिँ अहिले भनेको यहाँ चाहिँ पहिला चाहिँ कस्तो थियो भने त्यो चाहिँ थिएन। तर यहाँ ढुङ्गाहरू माथि खपाएर राख्न मिल्ने सबै त्यो आइटमहरू थियो। अहिले चाहिँ अब धेरै नै चेन्ज भइसकेको छ। अनि त्यसपछि यहाँ चाहिँ आमा भगवती रूपको पनि मन्दिर छ। माथि चाहिँ 5वटा शिर भएको 5वटा होस भएको देवी आमा पञ्च रूपमा पनि हुनुहुन्छ। तपाईँहरूलाई म सबै चिज चाहिँ सरस्वती देखाउने छु। यताबाट गए पनि हुन्छ, तर हामी चाहिँ यताबाट जान्छौँ मन्दिर हेर्दै दर्शन गर्दै चाहिँ। अब यसरी नै ढुङ्गाहरू राख्न मिल्ने तरिकाले हुन्थ्यो। अहिले चाहिँ यस्तो छ। अब यता तलबाट चाहिँ शीतलोको लागि यता माथि चाहिँ श्री पञ्चकन्या ज्योतिष परामर्श केन्द्र। श्री सुदर्शन शास्त्री ज्योतिषहरूको केही परामर्श लिन पर्यो भने पनि ज्योतिषको पनि व्यवस्था छ होइन। यहाँ चाहिँ आमा पियारी जय आमा पियारी ल उखी नखिच भनेको हो क्या, आउँदा नि आइनन् ल बुढी। ल अब चाहिँ माथि जाने, माथि पसल उताबाट आउनु भने चाहिँ गेट चाहिँ त्यता छ होइन। हामी त गेटबाट आइएन। मन्दिर पसल चिया कफी पसल। एक्लै जन्मे एक्लै मर्यो भन्थे, कोही छैन साथी एक्लै आयो, अब एक्लै घुम्ने जाने। जय श्री हनुमान जी, हाम्रो हनुमानजी प्रसन्न पाथिभरा प्रसन्न महादिशक्ति। यो चाहिँ हाम्रो सबैभन्दा ठुलो घन्टी, पञ्चकोटको ठुलो घन्टी भनेको यही हो। अन्त एकचोटि हल्लेको 100 रुपियाँ अरे हेर आमा, हामी त फेरि यहाँ हल्लिन्थ्यो। मैले त 100 रुपियाँ अरे, बाफ रे बाफ। त्यसै हाम्रो बागलुङ बजार उपल्लो चौर मस्त मस्त। यस्तो चालामाला पहिला कति खुकुलो थियो, कति आनन्दले घुम्न पाइन्थ्यो। अहिले त साँघुरो बनाएछ, जे भने पैसा। हे बा मान्छे कलियुग भनेर उस भा हो कि व्यापारलाई उस बना हो कि मसँग पैसा कमी भए हो कि के हो। बाफरे 100 रुपियाँ चढाउँ भने त सक्छु, तर यहाँ जब त्यति एकचोटि यता र उता गएको पनि 100 रुपियाँ। तिमी त बेवकुफ त होइन म। यहाँ चाहिँ पानी जाने, यहाँ चाहिँ कोटी हो, यहाँ चाहिँ मोलाहरू टक्क लाएर होइन पानी खाने ठाउँ होला। पानी आउँछ यसमा। के भा सबै ढुङ्गी बाबा भने जस्तो अखण्ड सफल हवन कुण्ड रे टक्क लाएर। हे बा देवा हरि नारायण सबै पैसा केही रहन्छ राम्रो। अहिले त सब बिजोक बन्दै भएर होला, सब बिस्तारै राम्रो हुन्छ। पञ्चकोट बवाल भन्छ, बवाल। सबै चिज बन्दैछ। अब म चाहिँ तपाईँहरूलाई लैजाँदैछु माथि चढ्नुभन्दा नि यहाँ आमाको पञ्चकन्या भगवती हुनुहुन्छ क्या, मेरो पियारी आमा हुनुहुन्छ। आमाको दर्शन गर्न लैजाँदैछु। आउनु भयो हाम्री पियारी आमा।
जय मा भगवती आमा तिमीलाई देख्न मन नलाग्नु कति भयो देख्न मन लाग्यो ओहो प्यारी प्यारा 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 मेरी आमा भगवती आमा जय हो मादी शक्ति जय 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 पार्थिभरा जय आमा भगवती पञ्चमहालक्ष्मीको स्थान भनेको यही हो पञ्चमहालक्ष्मी आमाको जय हो। ल सेकेन्ड पार्टको ब्लग यहीँ सकेको छ। लाइक सब्सक्राइब गरिदिनु होला, हेरेर साथ दिनु होला। हजुरहरूलाई कस्तो लाग्यो प्रतिक्रिया दिन अवश्य नभुल्नु होला, प्रतिक्रिया दिनु होला। जस्तो भए पनि भिडियो हेरेर माया गरिदिनु होला।